तपाईँले सीमा 9/2 गर्नुभयो भने 4 आउँछ है, बट एक्चुअली 4.5 आउनु पर्थ्यो बट 4 देखाउँछ। यो चाहिँ टाइप प्रमोसन भन्ने कुरा हुन्छ, जुन चाहिँ अर्थमेटिक अपरेसन गर्दाखेरि हुन्छ। यो चाहिँ नट ओन्ली सी बट अरू पनि टन्नै प्रोग्रामिङ ल्याङ्ग्वेजहरूमा हुन्छ, बट अहिले चाहिँ सीलाई रिफरेन्समा हालेर गरौँ है त। सो यो टाइप प्रमोसन भनेको के हो? सो तपाईँलाई इन्ट भनेर थाहा छ, त्यसमा इन्ट भने इन्टिजर 0, 1, 2 यस्ता नम्बरहरू, फ्लोट भने डेसिमल नम्बरहरू 0.5, 1.1 यस्ता नम्बरहरू। सो टाइप प्रमोसनले चाहिँ के भन्छ भन्दाखेरि तपाईँले इन्ट र इन्टको क्याल्कुलेसन गर्नुहुन्छ भने चाहिँ इन्टै देखाउँछ, इन्ट र फ्लोट गर्नुहुन्छ भने फ्लोट देखाउँछ, र फ्लोट र फ्लोट गर्नुहुन्छ भने फ्लोट देखाउँछ है त। सो यहाँ 9 भने पनि इन्टिजर हो, 2 भने पनि इन्टिजर हो, त्यसैले यहाँ 4 आएको है। खासमा आउनुपर्ने 4.5 थियो, तर 4.5 किन आएन? किनकि 4.5 त फ्लोट हो र दुइटा इन्ट र इन्ट गर्दाखेरि के आउँछ? इन्टै आउँछ है त। सो यसलाई एक्जाम्पलसँग बुझौँ, अझै मजाले बुझिन्छ है। सो यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, यो सेल्सियस र फ्यारेनहाइटवाला क्वेसन हो होइन, एक्जामतिर आएर हुन्छ बेसिक लेभलतिर। सो माथिको मैले लेखाएको छु होइन, माथि तपाईँले सेल्सियस युजरलाई माग्नुभयो, युजरले सेल्सियस दिन्छ। सो यहाँ प्रिन्ट एफमा इफ सेल्सियस इज %.2f गरेको छ है। यहाँ युजली %f देख्नुहुन्छ तपाईँले, बट %.2f को पनि काम छ। यहाँ .2f लेखेपछि चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको पोइन्ट पछि जति पनि नम्बर आउँछ त्यसलाई चाहिँ रिड्युस गर्दैन, किनकि पोइन्ट पछि यति धेरै नम्बर आउँछ। तपाईँलाई त्यसलाई घटाउनु मन छ भने चाहिँ तपाईँले यहाँ 0.2f 0.3f लेख्न सक्नुहुन्छ, जति लेख्यो त्यति आउँछ है नम्बर पोइन्ट पछि। सो हाम्रो मेन काम भने चाहिँ सेल्सियसलाई सी भनेर राखेको छौँ। सो सेल्सियसलाई फ्यारेनहाइटमा लाने लोजिक के भन्दाखेरि ब्राकेटभित्र सी इन्टु 9/5 अनि त्यहाँ चाहिँ +32 हो होइन। बट तपाईँले यतिकै नर्मली सी इन्टु 9/5 +30 लेख्नु भने हुँदैन है। यसरी यही टाइप प्रमोसनले गर्दाखेरि तपाईँको बिग्रिन्छ। सो तपाईँले यसलाई सल्भ गर्नको लागि एकदम सजिलो छ। 9 लाई 0.0 गरेर फ्लोट बनाइदिन सक्नुहुन्छ। यसरी तपाईँको 9 को भ्यालु पनि चेन्ज हुँदैन। यहाँ के हुन्छ, एउटा फ्लोट र एउटा इन्टिजरको बिचमा क्याल्कुलेसन हुन्छ, र अकर्डिङ टु टाइप प्रमोसन इन्ट र फ्लोटको बिचमा क्याल्कुलेसन हुँदाखेरि फ्लोट नै आउँछ है। एन्ड द्याट्स हाउ यु क्यान सल्भ दिस है। अहिले तपाईँले बुझ्नु होला, बट पछि तपाईँले यति धेरै कोड लेख्दै जाँदाखेरि बिर्सिन सक्नुहुन्छ, त्यसले सेभ द भिडियो।